नमस्कार, म डाक्टर लक्ष्मी थापा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ। विगत 22 वर्षदेखि यो पेसामा छु र 4 वर्ष मैले सुरुवातको 4 वर्ष मैले काठमाडौँमा प्रसुति गृह थापाथली र पाटन हस्पिटलमा काम गरेँ र विगत 18 वर्षदेखि वीरगञ्जमा छु। 13 वर्ष निरन्तर नारायणीमा सेवा गरे पश्चात 6 वर्षदेखि आफ्नो निजी हस्पिटल प्रभु हस्पिटलमा फुल टाइमर गाइनोकोलोजिस्टको रूपमा कार्यरत छु। म्याम, हुन त तपाईँ काठमाडौँमा पनि कार्यरत हुन नै हुन्थ्यो, वीरगञ्जलाई नै किन रोज्नु भएको? एउटा त वीरगञ्ज मेरो ससुराल हो हैन, मेरो हस्बेन्ड वीरगञ्जबाट हुनुहुन्छ र हामी काठमाडौँमा कार्यरत थियौँ र त्यति बेला विभिन्न कालखण्डमा भएका विभिन्न आन्दोलनहरूले गर्दा वीरगञ्जबाट धेरै डाक्टरहरू विस्थापित भएर जानुभएको थियो र नारायणी हस्पिटलमा 18 वर्ष पहिलाको कुरा गर्दैछु म। अहिलेको अवस्थामा त धेरै डाक्टरहरू आइसक्नु भएको छ, हरेक विधामा आउनु भएको छ। 18 वर्ष पहिला चाहिँ नारायणी अस्पतालमा एउटा समय थियो जुन बेला डाक्टरको एकदमै स्कार्सिटी थियो। त्यो बेलामा चाहिँ यहाँको आवश्यकता हेरेर त्यस बेलाका नारायणी अस्पताल समितिका अध्यक्षले चाहिँ हामीलाई अप्रोच गर्नुभयो र हामीले ठिक छ आफ्नो ठाउँमा जानुपर्छ, आफ्नो जनताको सेवा गर्नुपर्छ भन्ने हिसाबले पाटन हस्पिटलको जब रिजाइन गरेर हामीले नारायणी हस्पिटल जोइन गर्यौं। त्यसपछि यहाँको आवश्यकता हेरेर हैन एउटा चाहिँ गतिलो चाहिँ सेवा सुविधा सम्पन्न हस्पिटल थिएन, जसले गर्दा हामीलाई पनि काम गर्न अप्ठ्यारो थियो र बिरामीहरूको लागि त अझ पनि असहज असुविधा थियो। त्यसले गर्दा हाम्रो आफ्नो लागि र बिरामीको लागि र यो समाज लागि हामीले प्रभु हस्पिटलको निर्माण गर्यौं।